हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, नमस्कार। फेरि पनि स्वागत गर्दछु मेरो नयाँ भिडियोमा। र आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ म बिहान बिहानै कता जाँदैछु भन्दाखेरि चाहिँ च्याउ खोज्नको लागि, च्याउ भन्नाले देउले च्याउ के, देउले च्याउ भन्छ, देउले च्याउ खोज्नको लागि जाँदैछु। यता हाम्रो केटो रन्जिते छ, यो मेन च्याउकोमा चाहिँ खुब जाँदैछ यो केटो। अनि त्यहाँदेखि हामी चाहिँ जाँदैछौँ अनि च्याउ खोज्न। अब हेरौँ कतिको छ, के भन्छ यो केटा, के अरे ल अब च्याउ भएको ठाउँमा पुगेर देखाउने छु, हेर्दै गर्नु होला है त। च्याउ भएको ठाउँमा चाहिँ आइसक्यो, च्याउै छैन त नि केटा, खोइ अन्त लु कहीँ गरी जान्ने ल, अहिले च्याउ भन्ने हेरेर खोइ त्यो भने अनि यो देखेको यति हो, उयो तल पनि होला त बाख्रारीमा, उयो तल 91मा काट्यो एउटा हो। के हो खै हेरौँ, खोइ छ नि त त्यति भयो, च्याउ चाहिँ यति भयो है। फेरि च्याउ भेटेको छुट्टै छ, हेर नि, मजा आइरहेको च्याउ भन्नु केटा, एकदम मजा आइरहेको। अबे अहिले भर्खर कहाँ होला है, गाडी देखेर लुकेको, यहाँ लुकेको गाडी देखेर भन्छ लुक्दाखेरि यहाँ च्याउ चाहिँ यहाँ छ है। यति भयो त्यो केटो खनिरहेको छ यहाँनिर, तरुल अरे च्याउ खनिरहेको ल। आज बिहान बिहानै वेदर चाहिँ यस्तो रहेको छ, घाम लागेर टन्टलापुर होइन, यस्तो रहेको छ। र म पनि वेदरै हो, म यस्तो रहेको छु है त। च्याउ चाहिँ यति भेट्यो है, र जम्मा यति हेरेर नि त बोक्न च्याउ ल, खानु पनि मै भन्दा च्याउ चाहिँ यति भेट्यो। अब हामी चाहिँ खन्ती सान्ती बोकेर घरतिर च्याउ खन्ती बोक्यो है, घरतिर लाग्नुपर्ने हुन्छ। अनि यो चाहिँ च्याउ कोदालो बोकेर हिँड्दैछ। यता चाहिँ बिहार आएको छ। म चाहिँ आज अब च्याउ लगेर खानासाना खाएर एकछिन बसेर खाना खाएर स्कुल जानुपर्ने हुन्छ। र स्कुलबाट आएपछि तपाईँहरूलाई भिडियोमा देखाउने नै छु, हेर्दै गर्नु होला। मेरो भिडियो हेर्न नछुटाउनु होला, र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी मसँग जोडिनु होला है त भन्दै अहिलेको लागि चाहिँ के भन्न चाहन्छु भने लाइक ठोक्नुहोस्, कमेन्ट हान्नुहोस्, अनि सेयरको बटनमा पनि सेयर गर्न नबिर्सिनु होला है त। हेर्दै गर्नु होला, म स्कुलबाट आएर पनि के गर्नेछु देखाउने नै छु, हेर्दै गर्नु होला है त। हेलो साथीहरू, ल म चाहिँ स्कुलबाट आएर अहिले आइपुगेँ र खाजा खाएर म चाहिँ अब चारो काट्न आँटेको छु। अब चारो काट्छु, अनि त्यसपछि चारो बसाएर चाहिँ म, अनि त्यसपछि चारो काट्छु।
ए ठुल्दाई ठुल्दाई ग खाना आउनु नि बन्द गरेको त चारो चाहिँ यति काटेँ र भाडा यहाँ रहेको छ। अब यो चारो हाल्नुपर्छ है त। र अहिले चाहिँ चारो टक्क बसाइवरी बाँकी रहेको छ यहाँनिर होइन। अनि म चाहिँ अहिले भर्खर चारो काटेर यहाँ सुँगुर चारो खाने सुँगुर चाहिँ यही हो। यसले के काम गर्यो भन्दाखेरि चाहिँ यस्तो काम चाहिँ गुँडसुँड भत्काएर तनाव रड्डी गराउने आँटे। अनि यताउति अनि काँक्रा पनि फलिरहेको छ। कोलाहरू यहाँनिर थुप्रै फलेको छ। कोला थुप्रै भन्दा नि अलिअलि यति फलेको छ। कोला पसाएर होइन यहाँ पनि पसाइरहेको छ। अनि यहाँ पनि छ। अनि त्यहाँदेखि यहाँ चाहिँ काँक्रा भर्खर काँक्रा यहाँ भर्खरै फल्दैछ। र म चाहिँ यति भन्दै आजको भिडियोमा बिदा लिनुभन्दा अगाडि तपाईँहरूलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु। मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला र म के भनेको सब्सक्राइब गर्न नभुल्नु होला। र तपाईँहरूको एक सहयोगले गर्दा मेरो युट्युब यात्रामा ठुलो सहयोग पुग्नेछ। र यति भन्दै आज म यस भिडियोबाट बिदा लिन चाहन्छु। हस्त धन्यवाद। अरू भिडियो पनि हेर्न नछुटाउनु होला भन्दै आजको भिडियोमा बिदा लिन चाहे है त। हस्त धन्यवाद।